हामी चाहिँ यो क्यारी रोडको बाउन्डरी बनाउनुको लागि साइडमा चाहिँ बनाउँछौँ नि। नालाको छेउछाउतिर हामीले बाउन्डरी जस्तो भन्छ, यस्तो क्यारीहरू जस्तो यो छुट्याउनुको लागि हामीले कति चाहिँ त्यो कालीगढले माग्छ। हामी त कुल्ली भइहाल्यो, स्केल छैन, काट्ने हो। त्यस कारण गर्दाखेरि त्यसको साइजहरू नाप लिएर एकजना दाइ आउनुहुन्छ। एकजना भाइ र म स्वयं चाहिँ यो काट्दैछु। यो नापजाप गरिरहेछ भाइले, नापेर म चाहिँ काट्ने हो। म चाहिँ यो मेसिनको मास्टर हो। यो मास्टरले चाहिँ यो कालीगढ हो यसको। म यसलाई एकछिन चलाउँछु। मेसिन यहाँ छ, मेसिन यहाँ छ। म चाहिँ एकछिन पछि चलाउँछु गाइजहरू। भाइले यसलाई नापजाप गर्दैछ। म चाहिँ अब यो काट्ने चाहिँ पर्फेक्ट छु क्या। यो काट्नको लागि चाहिँ पर्फेक्ट हो। म काट्छु एकछिन पछि, तपाईँलाई देखाउँछु है त। ल हेर्नुहोस् है, पहिला त म मेसिन स्टार्ट गर्ने हो होइन। मेसिन स्टार्ट गर्छु, काट्नु है। यतिवटा मात्रै काट्नु। मेसिन पनि फेरि खतरा हो कि यार, यस्तो तनाव छ कि स्टार्ट गर्नै तनाव छ कि। मेसिन स्टार्ट गर्दा गर्दै काटेको भन्दा पनि बढी थकाइ लाग्छ। यस्तो छ होइन, तपाईँलाई त यसो